जो रावणसँग बुलेटमा सारा। हे भगवान, अनि यस्तो भएपछि कसरी हुन्छ? एक बार बोले आनन्द कन्द भगवानको। अब भोलि गीत चलेन भने यसै गरेर खानु पर्यो नि त, प्र्याक्टिस गर्नु पर्यो होइन। अनि फोन आउँछ, श्रीमती रावणसँग डेटिङमा छिन्, रावण काखमा सुतेको छ, प्यारी मलाई सपनामा देख्यौ भन्दैछ। त्यही बेला बुढाको फोन आउँछ बाहिरबाट, यसो हेर्छ, एकछिन भन्छ। अब बोल्न मिलेन नि त, टक्क उठाउँछ। परदेशबाट फोन आउँछ, कसको आउँछ? श्रीमानको आउँछ त होइन। परदेशबाट फोन गर्छन् हाम्रा राम दाजु। के भनौँ मरे यसले, सुख सुख गर्दै रुन्छन् हाम्री सीता भाउजू। अब बुढो आत्यो, के भन्छ उहाँएर? परदेशबाट के भयो भन्दै सोध्छन् राम दाजु। अझै रोइदिन्छ यो, घ्वाक्क घ्वाक्क गर्दै रुन्छन् हाम्री सीता भाउजू। अब यी भाउजूले एक तिरमा दुईजना ढालिदिन्छन्, यो पनि त्यो पनि बिन्दास। कसो के भन्छन् भने, बाबा तिमी बिना बाँच्नै सक्दिन। ल यो पार्टी पनि दल, त्यो पार्टी पनि दल। बाबा तिमी बिना हाँस्नै सक्दिन। अब मलाई उठ्न दिनु है, अलिक मिलाएर उठ्नुपर्छ। बाबा तिमी बिना हाँस्नै सक्दिन, बाबा तिमी बिना बाँच्नै सक्दिन। आगो लागो काँसघारी बगरमा, रावणहरू हिँड्न थाले गाउँघर सहरमा। गोरो मुहार सधैँलाई कालो भो, धोती च्यातिएर एक भित्ताको टालो भो। हे भगवान, कता लाउँ? एक भित्ताको यता लाए उता। एक बार बोले कृष्ण कन्हैया लाल की। अरे बाके बार दिया बजा दे भाई।